नमस्ते एभ्रिवान। आज नागया बसाइको मेरो दोस्रो दिन। हिजोको घुमघाम थकित निन्द्रापछि अबेर उठाइ यसो दायाँ बायाँ हेर्छु, सुनसान छन्, कोठाहरू कोही छैनन्। सबै ओहो कता गएछन् भनेको सायद काममा पो गए कि क्या हो भनी सोचेँ। अनि एकछिन बाहिरतिर निस्केँ, टेरेसतिर हेरेँ। गाडीहरू गुडिरहेका घामहरू चटक्क लागिरहेको थियो। अनि मलाई ओसाकाका यादहरूले अझै छोडेको थिएन, किनकि म आएको जम्मा आज 2 दिन भएको थियो। अनि आज चाहिँ मैले जानुपर्ने थियो फोटोकपी गर्न, किनकि मैले डकुमेन्टहरू भोलि चाहिँ स्कुलमा पेस गर्नुपर्ने थियो, भोलि सोमबार, आज बिदाको दिन। तसर्थ त्यही सिलसिलामा चाहिँ म अब निस्किनुपर्छ भनेर फ्रेस हुनतर्फ लागेँ र म चाहिँ वासरुमतर्फ गएँ, फ्रेस भएँ। फ्रेस भइसकेपछि आएँ अनि मैले चाहिँ खाना खाएर जानुपऱ्यो क्या हो भनेर आफैले खाना बनाउनुतर्फ लागेँ। अनि केटाहरू पनि आएर खाना खाना भनेर म चाहिँ खाना बनाउनुतर्फ लागेँ। खानामा चाहिँ मैले दाल बनाएँ, तरकारी बनाएँ र भात बनाएँ। अनि खानासाना खाएँ। खानासाना खाइसकेपछि म एकछिन मोबाइल हेर्नतिर लागेँ। मोबाइल हेर्दा हेर्दै म सुतिसकेको रहेछु क्या। अनि झ्यास्स निन्द्रा खुल्यो। निन्द्रा खुलिसकेपछि यसो हेरेको त समयले 6 बजाइसकेको रहेछ। ओहो अबेर भयो क्या हो भनेर फेरि हतार हतारमा टेरेसतिर गएँ। अनि सूर्य डुबिसकेको रहेछ। अनि हतार हतारमा म टावेल समातेर अब चाहिँ नुहाएर निस्किनुपर्छ भनेर चाहिँ लागेँ। म टावेल समातेर बाथरुमबाट नुहाएर आइसकेपछि अनि म चाहिँ यसो लुगाहरू लाउनतर्फ लागेँ। चाँडो चाँडो गरेर निस्किनुपर्छ भनेर मलाई चाहिँ त्यो अस्ति दिएको हाम्रो सोचेको जो दीक्षान्त भएको थियो त्यो डकुमेन्ट चाहिँ फोटोकपी गर्नुपर्छ भनेर चाहिँ म त्यो समातेर घरबाट निस्केँ बाहिर। ठ्याक्कै घरबाट निस्किनुभन्दा अलि अगाडि चाहिँ हाम्रो लिफ्ट छ होइन, सजिलो एकदम चाहिँ सरर चढ्ने अनि त्यहाँबाट ओर्लिएर निस्किने। मलाई यहाँको बारेमा आज म पुरै नयाँ थिएँ, किनकि यहाँको बारेमा केही जानकारी थिएन। अब कहाँ जाने, फोटोकपी कहाँ गर्ने, के गर्ने भनेर मलाई केही थाहा थिएन। त्यसपछि मैले चाहिँ मसँग भएको एउटा अर्को मोबाइल निकालेँ र सर्च गरेँ लोकेसनहरू, ती मार्टहरू कहाँ छन् यहाँबाट भनेर। यहाँबाट यसो सर्च गरेको, त्यहाँबाट मार्टहरूको चाहिँ दूरी चाहिँ धेरैको आधा घन्टा, कसैको 23 मिनट 25 मिनट। ओहो यो त टाढा रहेछ क्या हो भने। अनि फेरि अर्को पनि सर्च गरेँ, फ्यामिली मार्टहरू पनि सर्च गरेँ, लसनको पनि सर्च गरेँ, अनि 7-11 पनि सर्च गरेर समय एउटै सबैको। ओहो अब साइकल पनि छैन मसँग, हिँडेर जानुको विकल्प केही छैन भन्दै हिँड्दै लागेँ म। र केही समय अगाडि पुगिसकेपछि चाहिँ लसन देखेँ। तर म काम गर्ने लसन र यो लसन एकदम फरक थियो। लसन ह्याकुएन भनेर लेखेको थियो होइन। र भित्र गएँ तर लसन त्यहाँको जस्तो रहेनछ। त्यहाँ फोटोकपी मेसिनहरू त्यस्तो नराख्दो रहेछ। यो लसन अलिक फरक टाइपको रहेछ। अनि त्यहाँ यसो भित्र छिरेँ, भित्र यताउति खोज्छु, त्यो फोटोकपी मेसिन देखेन मैले। ओहो यो त भएन, अब चाहिँ फेरि म चाहिँ लामै भए पनि जानुपऱ्यो, दूरी जत्रो भए पनि कटाउनुपर्छ भनेर चाहिँ म फेरि लोकेसन सर्च गरेँ। लोकेसन सर्च गरिसकेपछि 23 मिनटको यात्रा चाहिँ देखायो। अब मैले चाहिँ पैदल 23 मिनट हिँडेर चाहिँ मैले त्यो 7-11सम्म पुग्नुपर्ने थियो। मैले चाहिँ किनकि जसरी पनि जानुपर्ने, मलाई यहाँको बारेमा कहाँ थियो, के थियो, कोही नजिक पो थिए कि टाढा पो थिए कि मलाई केही थाहा थिएन। अनि म चाहिँ पैदल हिँडेँ। पैदल हिँडिसकेपछि ठ्याक्कै मेरो 7-11को र मेरो नजर जुधिसकेको थियो। ठ्याक्कै मभन्दा अलि अगाडि 7-11मा पनि पुगिसकेको थिएँ। अब एकछिन सिग्नल रातो बलिरहेको बेला भएको हुनाले म चाहिँ रोकेँ। अनि हरियो बलिसकेपछि मैले जाने निर्णय गरेर हरियो बलिसकेपछि म भित्र गएँ। भित्र गइसकेपछि मैले पहिला लसनमा काम गर्दाखेरि चाहिँ अलिअलि फोटोकपी गर्न सिकेको थिएँ होइन, खासै मलाई पनि आउँदैन। अनि त्यहाँ चाहिँ मैले 50 रुपियाँ हालिसकेपछि एउटा चाहिँ रङ्गीन फोटोकपी र एउटा चाहिँ मैले सादा फोटोकपी गरेँ। त्यो चाहिँ हाम्रो अस्ति मिलेको त्यो दीक्षान्तको जो सर्टिफिकेट थियो हामीलाई भोलि स्कुलमा पेस गर्नुपर्ने, त्यही सर्टिफिकेट चाहिँ मैले फोटोकपी गरेर बुझाउनु पर्ने थियो। अनि त्यो फोटोकपी गरिसकेपछि भोक पनि लागिरहेको थियो र म नजिकैको फ्रिजमा गएँ र एउटा दही उठाएर ल्याएँ। अनि दही खाँदा खाँदै म घरतर्फ आएँ। थ्याङ्क यू एभ्रिवान। आज नागयाको डे 2 को मेरो भ्लग यहीँ समाप्त हुन्छ र भ्लग हेरिदिनु भयो, माया गरिदिनु होला। साथ सहयोग सपोर्ट हजुरहरूको रहिरहोस्। धन्यवाद। जय देश, जय नेपाल।